चाहिँ अब धान काटिसक्यो होइन धान काटिसक्यो हामी चाहिँ बोजा बाँध्न लागेको छु होइन सो बोजा बाँध्नलाई अब हामी रेडी भइरहेको छु मम्मीहरू चाहिँ बोजा बाँध्नको लागि यहाँ सबै थोक बोकिसक्यो अब हामी चाहिँ सो जान लागेको होइन बोजा बाँध्नलाई सो बोजा बाँधेको भिडियो अब हजुर होला है सो हाम्रो होइन यो हाम्रो गाउँको बाटो हो हाम्रो अहिले म चाहिँ यता धान काट्न जान लागेको छु धान काटिसक्यो त बोजा बाँध्न लागेको छु पानी तर के गाइस साइकलमा हिँड्नु पर्छ साइकलमा एउटा सानी यहाँ चाहिँ यता हाई गरिदियो यहाँ सानी यहाँ छ अनि यता म छु साइकल हाक्नु परेको छ बाइकमा जाँदा मान्छे होइन बाइक चाहिँ बेच्दैछ कि सो त्यही भएर बाइक बेचेर साइकल जानु परेको छ यतातिर हामी जाने बाटो यही हो हेर्नु होला हाम्रो जाने बाटो चाहिँ यतैतिर सो हामी चाहिँ अहिले पुल नजिक आइसक्यो होइन हाम्रो खेत भनेको अलिक अगाडि छ सो म चाहिँ पुल नजिकमा आइसकेँ पुलमा हो म चाहिँ पुलमा आइसकेँ अहिले अब यहाँबाट साइकल हाकेर जम्मा 1 मिनटको बाटो छ बिस्तारै हाक्यो भने त 2 मिनट 4 मिनट लाग्छ होला हामी आयो भर्खर यहाँ बास गरी आयो अनि यो बासमा हो क्या धेरै जस्तो मान्छे राति 12 बजी हिँड्दैन कि यो बासमा धेरै तर्साउँछ क्या अनि यो बासमा हिँड्नुको कारण के भन्दाखेरि राति 8 बजीदेखि 9 10 बजीसम्म त ठिक छ जान्ला 11-12 बजी धेरै तर्साउँछ क्या यतातिर यो हेर्नुहोस् यता परालहरू सबै लोड गरिसक्यो होइन माइक त यहाँ मसँग छ नि त सानो हामी चाहिँ धानमा हाम्रो बारीमा आइसक्यो होइन बारीमा त आइसक्यो यता पोखरी छ है सक्नुहुन्छ पोखरी छ हाम्रो पोखरी यही हो हाम्रो भन्न सक्दैन आफ्नो त भन्न सक्दैन त्यही हो माछा पाल्ने मान्छेको सक्नुहुन्छ हाम्रो खेत चाहिँ यही हो त्यही हो गाई चाहिँ होइन हामी चाहिँ यतातिर धान बारीमा आइसक्यौँ हाम्रो धान चाहिँ यही हो हेर्नु सक्नुहुन्छ हाम्रो धान चाहिँ यही हो जाने तिमीलाई सबभन्दा बेसी माया कसको लाग्छ अनि अरू कसको लाग्छ भन्दै त अनि अरू आन्टीको अनि अरू मम्मीको अनि फेरि बाबाको अनि तिमी न दुःख नगरिकन त खान पाउँदैन न कसैले पनि दुःख नगरिकन खाना दिँदैन सो त्यही त हो नि त्यही म भन्न चाहन्छु कि बाहिर देशमा काम गरेर गए पनि होइन 24 घन्टा या त हाम्रो जस्ट आफ्नो घरमा हो र आफ्नो घरमा छ र पो ढुक्क छ चिन्ता छ 11 बजी आए पनि तिम्रो जाने काम त गर्ने हो बाहिर देश भएको भएछ नि बिहान 24 घन्टा त काम गर्नुपर्छ कि सो होइन म चाहिँ अझ के भन्न चाहन्छु भन्दाखेरि होइन अरू त केही भन्न सक्दिनँ कि हाम्रो खेतबारी चाहिँ यही हो कि खेतहरू यही होइन हाम्रो खेत चाहिँ 3 कोला छैन यतातिर त कति कट्ठा छ त्यो भन्ने थाहा छैन सो सक्दो हुन्छ सबैजनाले होइन युट्युबमा चाहिँ सब्सक्राइब गरिदिनु नभुल्नु होला होइन माया गर्नुलाई साथ सपोर्ट गरिदिनु होला होइन म आशा छु माया गर्नुहुन्छ भनेर मेरो मम्मी र दिदीहरू पनि आउनु भएको छ त सो मेरो मम्मी दिदीहरूको बारेमा म सोधपात गर्छु मेरो मम्मी दिदीहरूले के भन्नुहुन्छ त्यो थाहा छैन बोजा के टायर पार्दै हुन्छ मम्मी के भन्नु चाहनुहुन्छ चाहन्छ नि छोरा एकदम ठग मारा छ काम केही गर्दैन सुतेर बस्छु भन्छ कस्तो बुहारी आउँछ या आफू मरी खटे छोराहरू हिरो बनाएर हिँड्छ अबको छोराहरू अनि के भन्नु म चाहिँ कहिले पनि सुती खाएको छैन ल खाँदैन कहाँ खान्छ कोठामा ढोका लाएर मात्रै बस्छ छोरा सुतेर खान्छ हेर्नु त यहाँ हामी बुढी मान्छेले मरी खट्नु पर्छ छोरामा गर्दैन के गर्नु मेरो मात्रै छोरा यस्तो हो कि अरूको पनि छोरा यस्तै छ थाहा छैन यो कुरा आफ्नै आमाले त माया गरेन भने अरूले के माया गर्छ मलाई म चाहिँ अब बोजा उठाउन लागेको होइन बोजा उठाएर अनि धान चाहिँ कहिले चाहिँ अब धानको बोजा उठाएर होइन अब धान कुटाउनु पर्छ धान कुटाउनुतिर लाग्ने हो अब कहिले हो कुटाउनु थाहा छैन 3 दिन भयो धान सुकाए गरेको आज पानीको पर्ने मौसम छ मलाई विश्वास लागेको छैन पानी पर्छ भने पानी पर्छ भने चाहिँ थाहा छैन होइन अब धान चाहिँ उठाउन सुरु गरेको सो माथि गरौँ त्यो राइट होइन मेरो मम्मीले एउटा के भन्न चाहनुहुन्छ या सुन्नु होला ल भन्नु त के भन्नु के पानी आउन लाग्यो छिटो धान उठाउन पानी पर्ने मौसम जस्तो भएको छ पानी चाहिँ पर्ला जस्तो लाग्दैन छर्को दिन पानी पर्छ भने मलाई आशा लाग्दैन यो मम्मी भन्छ पानी पर्छ भन्छ म भन्छु पानी पर्दैन तर हेर्दा त पानी पर्ला जस्तो छ म चाहिँ आज एउटा के कुरा भन्न चाहन्छु भन्दाखेरि होइन आज मेरो भान्जी भन्ने एउटा छैन मेरो भान्जीले चाहिँ आज गाउने विचारमा छैन सो एउटा गाएको विचारमा होइन सो यो भिडियो सुनिदिनु होला है उसले कस्तो गाउँछ सो कमेन्टमा चाहिँ भनिदिनु होला ल सुन्नु होला उसको भिडियो हजुरहरूलाई एउटा के कुरा भन्न चाहन्छु भनेदेखि होइन म चाहिँ अब धान हेर्नु सक्नुहुन्छ होइन धान काटिसक्यो र अब बोजा पनि उठाइसक्यो आधी बाँकी छ
अनि आधी बाँकी छ धान उठाएको। अब यता पनि पारो छ, यता आधी गरिसकेपछि मेरो काम भने सक्यो। अनि यतातिर हेर्नुहोस् आधी छ होइन, काम चाहिँ आधी चाहिँ तिनी हो। सो हेरेर सब्सक्राइब चाहिँ गरिदिनु होला।